नमस्ते। आज हामी ठुलो आन्द्राको क्यान्सरको बारेमा कुराकानी गरौँ र ठुलो आन्द्राको क्यान्सरलाई हुनै नदिन वास्तवमा केही गर्न सकिन्छ कि भन्ने बारेमा कुरा गर्न खोजेको हो। अब कोही मान्छेलाई जिन्दगीमा कहिल्यै पनि ठुलो आन्द्राको क्यान्सर भएको छैन भनेदेखि त्यो मान्छेलाई क्यान्सर नहोस् भनेर केही गर्न सकिन्छ कि भन्ने एउटा कुरा छ। अब अर्को चाहिँ भनेको पहिला क्यान्सर लागिसक्यो र क्यान्सरको उपचार भइसक्यो अथवा अपरेसन पनि भइसक्यो अथवा औषधिहरू पनि चलाइसकेर पुरै निको भइसक्यो भने त्यो मान्छेलाई पनि त फ्युचरमा चाहिँ क्यान्सर लाग्न सक्छ र त्यो मान्छेलाई पनि क्यान्सर नलागोस् भनेर के गर्ने भन्ने कुराहरू इम्पोर्टेन्ट छ। र यो दुईटै अवस्थालाई नजरमा राखेर के छ भने हुनै नदिनलाई यस्तो अवस्थामा के गर्ने भन्दाखेरि हाम्रो हातमा भएको केही चिजहरू छन्। जस्तो केही चिजहरूमा जीवनशैलीको परिवर्तनको कुरा आउँछ अथवा खानपानको कुरा आउँछ। अब जस्तो जीवनशैलीको परिवर्तन भनेको चाहिँ कस्तो भने आफूलाई शारीरिक रूपमा सक्रिय राख्नु पर्यो। अब सक्रिय राख्दा त्यो एक्सर्साइजको रूपमा अथवा व्यायामको रूपमा पनि हुन सक्छ अथवा त्यो चाहिँ आफूले काममा कोही लेबर काम गरिराख्नु भएको छ भन्दाखेरि चाहिँ त्यो कामले पनि चाहिँ शारीरिक व्यायाम जस्तो शारीरिक सक्रियता बढाउँछ। त्यसले गर्दा एक्सर्साइजहरू गर्ने नियमित गर्ने बानी गर्नुपर्छ। त्यस्तै अब आफ्नो बडी मास चाहिँ मिलाउनुपर्छ। बडी मास इन्डेक्स भनेर भन्छौँ हामीले। यसले चाहिँ एउटा नर्मल रेन्जमा ल्याउनुपर्छ। मान्छेलाई मोटोपना हुन दिनु हुँदैन। तर दुब्लो मान्छे छ भने पनि फेरि एक्सर्साइज चाहिँ रेगुलर गर्नै पर्छ। र त्यसपछि चाहिँ अर्को कुरा आउँछ खानपिनहरू। खानपिनहरू चाहिँ कस्तो खानेकुराहरू खाने भन्दाखेरि चाहिँ फाइबर भएको खानेकुराहरूले फाइदा गर्छ। नियमित रूपमा फलफुलहरू खायो भनेदेखि, सागसब्जीहरू खायो भनेदेखि, गेडागुडीहरू अथवा चाहिँ यो नट्सहरू खायो भनेदेखि चाहिँ त्यसमा चाहिँ रेसाहरू हुन्छन् र त्यो रेसादार चिजहरूले चाहिँ नियमित खायो भनेदेखि फाइदा गर्छ। त्यस्तै अब अर्को चाहिँ रेड मिटहरू जुन रातो मासु भनिन्छ। अब रातो मासुहरू सकेसम्म कम खानुपर्छ। त्यस्तै अब सादा मासु, रातो मासु खाँदा अथवा अरू मासु खाँदा पनि प्रोसेसिङ गरेको अथवा चाहिँ यसलाई चाहिँ प्रशोधन नगरेको, जस्तो अब ससेजहरू बनाउँदा चाहिँ प्रशोधन गरेको चिज हुन्छ, विभिन्न केमिकलहरू हालेको हुन्छ, त्यो केमिकलहरू नहालेको सादा मासुहरू नै खानुपर्छ। र रेड मिटहरू सकेसम्म एभोइड गर्ने अथवा धेरै खाने छ भने कम खाने बानी डेभलप गर्नुपर्छ। त्यस्तै अब रक्सी चुरोटको केसमा चाहिँ चुरोट भन्ने चाहिँ खाँदै खानु हुँदैन अथवा खाने बानी छ भने पनि चटक्कै छोड्नुपर्छ। अब अर्को रक्सीको केसमा, अल्कोहलको केसमा चाहिँ अब सुरु नगरेकोले सुरु नगर्दैखेरि राम्रो हो। र अब सुरु गरेको अथवा धेरै खाने मान्छे छन् भने त्यसलाई लिमिट गर्नुपर्छ अथवा थोरै खानुपर्छ। सोसियल ड्रिङ्किङको हिसाबले लिमिटेड रूपमा चाहिँ खानुपर्ने हुनसक्छ। र त्यस्तै अब अर्को चाहिँ एकदम इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि चाहिँ 45 इयर्स पुग्यो मान्छे, 45 वर्ष चाहिँ पुग्यो भन्दाखेरि चाहिँ ठुलो आन्द्राको जाँच गराउनुपर्छ एकपल्ट। अब ठुलो आन्द्राको जाँच कसरी गर्ने त भन्दाखेरि सबभन्दा राम्रो उपाय चाहिँ यो कोलोनोस्कोपी भन्ने हो। एउटा मलद्वारबाट इन्डोस्कोपी पसाएर हेर्ने विधिलाई कोलोनोस्कोपी भनिन्छ। तर अब कतिपय मान्छेले कोलोनोस्कोपीबाट डरायो अथवा चाहिँ शरीरले थेगेन अथवा गाह्रो पर्यो भनेदेखि चाहिँ अरू जाँचहरू जस्तो दिशा जाँचमा गरेर चाहिँ दिशामा रगत छ कि छैन भनेर हेर्न सकिन्छ। त्यस्तै अब सिटी गरेर पनि हेर्न सकिन्छ। तर कोलोनोस्कोपी जस्तो चाहिँ हुँदैन, किनभने कुनै मासुको डल्लोहरू रहेछ, पोलिपहरू रहेछ भन्दाखेरि अथवा त्यसलाई चाहिँ जाँच गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ फेरि कोलोनोस्कोपीबाट चाहिँ हामीले बायोप्सी पनि लिन सक्छौँ र जाँच पनि गर्न सक्छौँ। अथवा पोलिपहरू छ अथवा चाहिँ मासुको डल्लोहरू छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ हामीले त्यही बेलामा निकाल्न पनि सक्छौँ। त्यस्तै अब 45 वर्ष कटेको छैन तर केही लक्षणहरू देखिन्छन्। जस्तो दिशाबाट रगत आइराखेको छ, आन्द्राको अवरोधको लक्षणहरू, दिशा गर्न गाह्रो हुने अथवा चाहिँ भनौँ न पेट भमिट हुने, पेट फुल्ने जस्तो लक्षणहरू छन् अथवा बिरामी दुब्लाउँदै गइरहेछ, रक्त अल्पताहरू छ भने पनि चाहिँ कोलोनोस्कोपी अथवा ठुलो आन्द्राको जाँच गर्नुपर्ने हुन्छ।
अब त्यस्तै वंशानुगत रोगहरू छन्, वंशानुगत जिनहरू आएको छन् अथवा फ्यामिली हिस्ट्री भनेर भन्छौँ। जस्तो परिवारमा एकदम नजिकको नातेदारलाई अथवा आफ्नै बुवा आमा अथवा आफ्नो दाजुभाइ दिदीबहिनीहरू अथवा छोराछोरी, अब यस्तो एकदम नजिकको रिलेसनमा चाहिँ कसैलाई ठुलो आन्द्राको क्यान्सर छ भन्दाखेरि चाहिँ त्यो मान्छेले चाहिँ जाँच गराउनुपर्छ। त्यो बेला चाहिँ 45 वर्ष कुरेर बस्नु हुँदैन, छिटै पनि जाँच गराउनु पर्ने हुनसक्छ र त्यस्तो मान्छेले चाहिँ आफ्नो जिनमा पनि खराबी छ कि भनेर जाँच गर्यो भन्दाखेरि चाहिँ आफू क्यान्सर भविष्यमा हुनेबाट जोगिन सकिन्छ। त्यसैले यो सबै कुराहरू हामीलाई आवश्यक छ। यसको उद्देश्य भनेको चाहिँ अब क्यान्सर भइसकेको छ भने पनि एकदम चाहिँ छिटो पत्ता लागोस् भन्ने हो। छिटो पत्ता लाग्यो भने पुरै निको पार्न सकिन्छ। अब क्यान्सर, यो ठुलो आन्द्राको क्यान्सर चाहिँ धेरै ढिलो फैलिने भएकोले गर्दा के हुन्छ भन्दाखेरि चाहिँ सुरुमै यो पोलिप हुँदैखेरि अथवा सुरुमै सानोतिनो गाँठा अथवा क्यान्सर गराउन सक्ने रोगहरू भएकै बेला पत्ता लाग्यो भने, त्यसलाई निर्मूल पारियो, निको पारियो भने भविष्यमा क्यान्सर हुनै पाउँदैन। त्यसैले गर्दा यो ठुलो आन्द्रा जाँच गर्ने, फेरि यसमा के छ भने जस्तो कोलोनोस्कोपी गरेर ठुलो आन्द्रा जाँच गर्दाखेरि चाहिँ एकचोटि नर्मल छ भने चाहिँ फेरि 10 वर्षसम्म जाँच गरिराख्नु पर्दैन। 10 वर्षसम्म पछि मात्रै जाँच गर्नुपर्छ। विशेष परिस्थितिमा भने छिटो छिटो पनि गर्नुपर्ने हुनसक्छ, तर प्राय जस्तो अवस्थामा चाहिँ ढिलो नै 10 वर्ष कटेपछि मात्रै हेर्दाखेरि हुन्छ, एकपल्ट नर्मल आयो भने। त्यसैले ठुलो आन्द्राबाट को क्यान्सरबाट बच्नको लागि हाम्रो हातमा हुने कुराहरूलाई हामीले बेलैमा सचेत भएर अगाडि बढ्यौँ भने हामीले हाम्रो पपुलेसनमा ठुलो आन्द्राको क्यान्सरबाट धेरैभन्दा धेरै मानिसहरूलाई जोगाउन सक्छौँ र धेरैभन्दा धेरै मानिसहरूलाई हुनै नदिने अथवा लागे पनि हामीले छिटो उपचार गरेर पुरै ठिक हुने गर्न सक्छौँ। किनभने जब यो फैलिन्छ, जब यो चाहिँ ठुलो ठुलो भएर जान्छ, कलेजोमा गइसक्छ, फोक्सोमा गइसक्छ अथवा पेटभित्र विभिन्न ठाउँमा फैलिसक्छ भने जस्तो राम्रो उपचार गरे पनि त्यसपछि चाहिँ यसलाई पुरै ठिक पार्न गाह्रो पर्छ। त्यसैले गर्दा बेलैमा सचेत हौँ भनेर यो कुराहरू सेयर गर्दैछु। धन्यवाद।